इन्टर थिच यहाँ 3 नम्बरमा लेभलिङ भनेर छ लेभलिङमा जाऊ जबको नाम देऊ L1 हैन जस्तो अब त्यहाँ जब होला नि फेरि के एउटा देऊ न G31 भनेर ना जी त्यो लेख्न मिल्दैन नम्बर मात्रै हो एलबाटै सुरु छ यो बाइ डिफल्ट हो त्यसमा चेन्ज गर्न मिल्छ त्यसमा मिल्दैन त्यसो भए यस्तो गरौँ 001 दियो 000 पोइन्ट लिँदैन क्या L1 नै लिइहाल्छ त्यसो 001 गरिस् नि त 001 होइन अब इन्टर थिच्यो अनि त्यो डेजको पोइन्ट कुन हो कति नम्बर पोइन्ट हो सुरु गर्ने भने P1 छिटै हुन्छ होइन त्यो लोड डाटा भनेर भन्छ तेरो तान्दियो भने चाहिँ अहिले त हाम्रो डाटा केही पनि छैन नि त अनि क्यान नट लोड भनेर भनिन्छ होइन नो डाटा भनेर भनिन्छ अब लोड डाटा अब हामीसँग डाटा छैन नो गरिदिने हो अब यसले ब्याक साइडको ग्राउन्ड हाइट माग्यो आरएल होइन त्यसको आरएल भनेको 1499.2 दादा हजुर यो 59 जस्तो लाग्छ है होइन यो ब्याक साइडको ग्राउन्ड हाइट पहिलो रिडिङ ब्याक साइड नि त होइन अनि इन्टर थिच्यो भने चाहिँ अब ब्याक साइड पोइन्ट मेजर गरेर हामीले P1 भनेर नाम दिएको थियौँ अहिले होइन अब ब्याक साइड मेजर गरिसके पछाडि उसले चाहिँ ऱ्यान्डमली राख्दैन हामी त्यसमा सन्दीप त्यसमै होला फोकस गरेर पाउनु पाऊ होइन डिस्टेन्स दियो डिस्टेन्स पनि दियो होइन अब सेभ गरेर नगर होइन 1.8 भनेर त्यो रिडिङ दियो त्यो चाहिँ के दियो मिडल होइन अनि डिस्टेन्स थियो त्यहाँ 20.05 को डिस्टेन्स ठिक छ अनि ब्याक साइडको आयो होइन यो एरोले ग्राउन्ड हाइट हामीले अघि इन्टर गरेर थियौँ ठिक छ पोइन्ट नम्बर पनि इन्टर गरे हाइट होइन यो होइन इन्टर गरेको हाइट चाहिँ त्यही हो चेन्ज हुन्न होइन होइन त्यही नै आयो ठिक छ यति आयो यति गरिसकेपछि अब सेभ गर्नुपर्छ होइन सेभ गरिसकेपछि अब यहाँ मेजर एफएस भन्ने आउँछ फोकस सेभ गर्दैछ होइन सेभ भएन नयाँ प्रोजेक्टमा सेभ गर्ने मेजर गरेर हेर त सबै देखाएको छैन देखिन होला अब त्यही मेजर गरेर हल्का बाहिर भएको छ अब चाहिँ गर्नु त्यसलाई डाटा लिँदा स्केप हान्यो भने के हुन्छ स्केप हान्ने चाहिँ मिल्दैन स्केप हान्यो भने एन्ट्री हुँदैन नि त होइन त्यहाँ आफै आउँछ सेभ भनेर यस गरिदिनु सेभ भयो होइन फेरि इन्टर थिच्यो भनेपछि यहाँ अब फोर साइड पढ्ने हो कि इन्टरमिडिएट साइड पढ्ने हो अब हामीसँग इन्टरमिडिएट साइड पढ्नु छैन होइन अब फोर साइडै हो एफएसमै इन्टर गर्ने अब 0.2 भयो चेन्ज भयो अनि अब अर्को ठाउँमा पढ्ने अब पढ्दैन जस्तो युनिक हुन्छ त्यो पोइन्ट लियो भने चाहिँ त्यो पोइन्ट